ल गाइज हामी जहाँ लुम्बिनीतिर हो बर्दियाबाट आएको बिहान 6 बजे हिँडेको बल्ल तल्ल पुग्यो फर्स्ट नम्बर गेट जाऊ न भित्र जाऊ न के हेरौँ न ओ गाइस सर भित्र जाउँ हेरौँ के हो कुरो गर्मी चाहिँ लास्ट है अहिले भित्र गएर हेरेर आउने कि होला क्या के हुन्छ त भन्नु बिचरा गुम्बाभित्र हाम्रो जुत्ता चप्पल खोलिसक्यो है हामीले लासेर जुत्ता चप्पल गर्मी चाहिँ लास्ट यार ओ वाह हाम्रो गुम्बा गाइज पहिलो सिङ्गापुरको लुम्बिनीको सिङ्गापुर मन्दिरबाट निस्किसक्यो गाइज हामी ए छिटो आइज अब अन्त जानुपर्छ 8-9वटा मन्दिर छ ल योभन्दा उतातिर चाहिँ पैदल यात्री गर्नुपर्छ जस्तो छ अब बाइक राख्ने ठाउँ सकिहाल्यो अब हिँडेर जानुपर्छ यहाँ सिधा भ्यू लुम्बिनी जाउँ भित्र जाउँ सानोमा गौतम बुद्धले नुहाएको ताल गाइज जो लड़की मेरे को प्रपोज करेगी उसको ये लोटस इनाम ओ अर्को यहाँ न कहाँ खिचाइछ छिटा सानोमा गौतम बुद्धले नुहाएको ताल होइन हो भने आइज न उता जाउँ कति तालमा हेर्दो है त्यो जमानामा थिएन होला तर यत्रो ठुलो दरबार छोडेर शान्तिको खोजीमा गयो त्यो जमानामा त्यो जमानाको यत्रो धन भने त अनि सानो जमाना त बहुत टाढा जन्मे आएर तर गौतम बुद्ध लास्ट चाहिँ बोर्डरको नजिकै अलि घुम्न टाढा पऱ्यो अलि माथि जन्मिथे अब हामीले घुम्न खोज्नुहुन्थ्यो अन्त त्यहीबाट छिर्न सकिने एन्टिलाइट परेर केही आएन गाइज चाहिँ मन्दिरमा ओ यहाँ फोटोसुट चलिरहेछ विदेशीहरूको त्यही खिच्न लैजा अब जहाँदेखि त्यही फोटो खिच्न लैजान्छ काठमाडौँ जान लागेको मान्छे हामी लुम्बिनी छिरिरहेछ फोकटमा
यता फर्के हामी चाहिँ अलि ढिलो आयो राति हुन लाग्यो अझै घुम्ने ठाउँ त कति छ कति सकिँदै सकिन्न अहिले ओ हराएको त्यो घुम्ने ठाउँ त लास्टै धेरै तर लास्टै टाढा टाढा एउटा वहाँ छ एउटा वहाँ छ एउटा फेरि तल छ अझै तल जाने बाटै छ कति हो कति 1 घन्टा त ठ्याक्कै लाग्ने रहेछ घुम्नलाई हामी आयो 20 मिनटको टाइम लिएर अब सकेको मेन ठाउँ टक्क घुम्यो अनि चल्दिहाल्नु पर्छ फेरि बुटोल पुग्नुपर्छ बस्नलाई लिन्सन टेम्पल गाइस बन्द भइसक्यो अरे हामी ढिलो आएछ अब हामीले हेर्न पाउँदैन यो टेम्पल लिन्सन टेम्पल यो गौतम बुद्धले युज गरेको सामानहरू राख्या हुन्छ अरे कता कता के छ गाइड लिएर हिँड्नुपर्छ थाहै हुँदैन ठ्याक्कै हाम्रो लामाजीहरू पनि आउनु भएको छ पछाडि गाइजहरू जाउँ यतातिर बन्द भइगयो हामी धेरै ढिलो आयो नि त साथी मैले कहाँ ढिला गरेँ तैँले ढिला गरेर त बिहानै फोन गर्न सकेको थिइनँ मलाई बर्दियाबाट रानी महल जाने बारे हिँडेको लुम्बिनी आइदियो फेरि धेरै जस्तो चिजहरू सबै बन्द भइसक्यो त्यो मन्दिर चाहिँ खुल्ला थियो त्यो पनि बन्द भइगयो अब लामाहरू आए बेला घुस्नु पर्थ्यो ठ्याक्कै हेर्न पाइन्थ्यो बन्द भइगयो छैन लुम्बिनी फर्स्ट टाइम होइन दामी रहेछ तर घुम्ने टाइम लिएर आउनुपर्ने चाहिँ है छोटो भएको टाइम हामी ढिलो आइगयो अनि सकाइ यो चाहिँ के रहेछ त गुम्बा गाइजहरू लुम्बिनी गुम्बा बन्द भइसक्यो सबै चिजहरू बन्द भइगयो मायादेवी टेम्पल चाहिँ खुल्लै हुन्छ अरे त्यत्रो टाढाबाट आएको सब बन्द भइसक्यो बाहिरबाट हेर्ने अनि लाग्दिने मूर्ति 350 को ब्रासलेट 100 को मलाई दिएर आउला ब्रासलेट त म त यही लैजान्छु म एउटा आफैलाई लग्छु भाइ अरूलाई लग्दैन तेरो लगिदिनु पर्यो त्यो लाग्दैन यो लैजान्छु म एउटा यो दुईवटा ब्रासलेट लगिदिन्छु भएको के लेख्नु कुन लग्यो छिर्नै पाएन हामी पनि 5 बजेपछि सबै बन्द हुन्छ अरे जाउँ अब छिर्न पाएन बाहिरबाट हेऱ्यो गयो बाहिरबाट हेर्ने जाने भइगयो तर हामी छिटाएको थियौँ उता त्यही मन्दिरमा तैँले धेरै टाइम वेस्ट गरिस् माथिको सुरुको मन्दिरमा फोटो खिच घरि बाहिर खिच घरि भित्र खिच घरि गेटबाट खिच त्यो यता हेर्नै पाएन केही पनि अब सरक्कै जाने अब मायादेवी टेम्पल चाहिँ बेलुकासम्म खुल्छ अरे जाने हो
जाम्दा बाइक लगाएर जान्छ सिधै तलबाट त्यो दुबोमा हिँड्न मिल्दैन नि ऊ यताबाट फोटो खिच्नलाई दुबोबाट चल्यो कसलाई हान्छ हो क्या माया त्यहीँबाट सिधै अब भइजान्छ ठ्याक्कै 1 घन्टा लाग्दो रहेछ मन्दिर पुग्दैछौँ अब यहाँको सन्ध्याकालीन दृश्य बहुत आनन्द खालको छ यता चाहिँ खुल्दैछ अब अरू सब ठाउँ 5 बजेतिर बन्द भइसक्दो रहेछ भने चाहिँ अब यहाँ चाहिँ हेर्न पाइन्छ कि भन्ने आसाम हामी आएका छौँ यहाँ चाहिँ चिनिया मन्दिर लेखेको छ यसमा चाहिँ कसैलाई आफ्नो गर्लफ्रेन्डलाई गिफ्ट चाहिन्छ भने यता पाउँछ हैन है कता ट्याक्कै यो ठाउँ भने चाहिँ यसो गर्लफ्रेन्डलाई गिफ्ट किनिदिनलाई नभए आफूलाई केही चिनो चाहियो भने चिनो किन्नलाई आउने ठाउँ रहेछ यस्तो दामी हात्तीको मूर्ति पनि छ आजको हाम्रो बास पनि ट्याक्कै यसो गुम्बाको छेउछाउमै हुन्छ जस्तो लागिरहेछ आज हाम्रो बास पनि गुम्बाको छेउछाउमै हुन्छ जस्तो लागिरहेछ साह्रै थकित भइसक्यो यहाँ सुत्या पनि कोही थाहा पाउँदैन ट्याक्कै यहाँ आयो अन्त बनिरहेको बिल्डिङहरू रहेछ नि एउटा कुना कस्तो सुत्यो कोही आना उठ्यो रिक्स्यो देवी मन्दिर भनेपछि नामै देखाएको अब तल छैन गुम्बा हो मन्दिर होइन यो समाज सेवा केन्द्रद्वारा निर्मित रहेछ बिल्डिङ मन्दिरको एरिया त सकिगयो होला तल मन्दिरको एरिया छैन उतै स्तम्भ त्यहाँ रहेछ 7 स्तम्भ त्यो स्तम्भ के को हो सुख शान्ति समृद्धि
काट्दिउँ यहाँ चाहिँ स्तम्भहरू छ तर हामीलाई चाहिँ आज लाइफमा पहिलोचोटि हामीले मयूर देख्यो है उड्ने मयूर पनि लाइफमा पहिलोचोटि देखियो है गाइज मयूर त होला नि त कालीचो कि मयूर अब केही थाहा छैन स्तम्भ पनि देखियो तर स्तम्भ चाहिँ के को प्रतिको यो भनेर चाहिँ अब थाहा छैन यसको चाहिँ हामीले गुगलमा गएर ट्रान्सलेट गरेर यसो गुगलबाट हेर्नुपर्ने छ यसको चाहिँ के रहेछ यो स्तम्भको बारेमा भनेर खोज्दा खोज्दै हामी खतरा ठाउँमा आइपुग्यो गाइस गुगल म्यापले धोका दिइहाल्यो कहाँ बन्द बाटोमा पुऱ्याइदियो हामी जाँदैछौँ झन्डै खस्यो यार एक गियरमा रहेछ बाइक झन्डै खस्यो गाइस हामी चाहिँ अब तर बबाल भ्यू छ राम्रो ठाउँमा आइपुग्यो त महादेवी मन्दिर पनि आइपुग्यो अब ऊ त्यहाँ अगाडि रहेछ त्यसो अघिदेखि खोज्या खोज्दै घुम्या त्यहीँ एउटै बाटोमा भएछ अनि मायादेवी मन्दिरमा गएर भिडियो बनाउँछ देवी टेम्पल त लास्टै तल रहेछ ऊ वाउ ओखो कहिले पुग्नु त्यहाँ त राति भइसक्यो बस्नलाई बुटल कहिले पुग्ने हो अम्मा क्याफे मायादेवी टेम्पल जाने बाटो चाहिँ बवाल रहेछ ठाउँ त एकदम बवाल एक्सिलेन्ट ठाउँ रहेछ तर लास्टै हिँड्नुपर्ने 1 घन्टा जति लाग्यो नि त हाम्रो अँध्यारो भइसक्यो आउँदा आउँदै खुल्दा त खुल्दै हुन्छ अरे ओ रोकाएपछि क्यामेराम्यान बनाइदियो त्यसलाई ओ जाउँ भने रात पर्छ अहिले फोटो क्यामेराम्यान भन्दा गएर अर्काको बोलाएपछि मैले फोटो खिच भन्दाखेरि चाहिँ मलाई रुन खोज्छ केटीले फोटो खिच भन्दा एकैछिनमा गई मैले फोटो खिच त एकचोटि ठाउँ चाहिँ बवालै रहेछ होइन तर आउनु पर्ने चाहिँ अलिक छिटै रहेछ भिडियो बनाइदिनु पर्यो अरे गाइस मैले त्यहाँ बनाइदिइरहेछ बवाल छ हामी आउँदैछ अब मन्दिर साइडमा कसम यही रात भइगयो यार बस्ने ठाउँमा कति बेला पुग्ने हो ठेगान छैन बस्ने त अब एउटा डेस्टिनेसन त छ नि त बुटोल भनेर बुटोल पुग्ने ठेगान भयो कति बेला बुटोल त 1 घन्टा पुगिहाल्छ बुटोल बस्ने भन्ने चाहिँ तर बुटोल फिक्स भएको छैन नि त अझै अब यति राति भयो जाने कहीँ त पुग्ने कहीँ पुग्छ है चितवन डाउनेको धुलोमा कम मजा आउँछ चितवन पुग्दो होला डाउनेको धुलोमा बसले उडाइदिन्छ अनि थाहा हुन्छ गाडी त मन्दिर त अझै कहाँ हो कहाँ छ बाटो चाहिँ बवाल रहेछ मायादेवीजी चाहिँ गौतम बुद्धको आमा चाहिँ धेरै तल छुट्टै बस्नु रहेछ
लुम्बिनीको मन्दिरहरू सबै माथि थियो गौतम बुद्धले विग्रहसम्म बनाएर बसेको जस्तो लाग्यो त म है के भयो विदेशीहरू खासै धेरै आउँदैन सब नेपालीहरू छ 2-4 वटा मात्रै देखेँ अनि विदेशी विदेशी सिजन पनि भएको छैन नि त अहिले आउने त्यो पनि दसैँ तिहार अलिक सिजन जाडो महिनामा चाहिँ धेरै आउँछन् विदेशीहरू ओहो अलि पुग्यो केटा हो फाइनल्ली फाइनल्ली हामी मायादेवी टेम्पलमा आइपुग्यो यही एउटा चाहिँ जति बेला पनि खुल्ला हुँदो रहेछ है तर माथिका त सब बन्द भयो क्या मान्छे यहाँ आउनु भनेर बन्द गरे होला माथिको जुत्ता चप्पल बाहिर साथीहरू जुत्ता चप्पल भित्र क्यामेरा युज गर्न पाउँदैन होला त्यस्तै लाग्यो मलाई ड्रोन सेट छ त्यो क्यामेरा लाग्छ होला हेरौँ के हुन्छ खुलाउनु त यहाँ राख्नु त झाडीमा लुकाएर राख्ने है जुत्ता लगिदियो भने राखेको छ अब लगेन भने हो क्यामेरा युज गर्न पाउँदो रहेछ टिकट काट्नु पर्ने रहेछ गाइस 20 रुपियाँको बल्ल तल दाइ क्लिप छिराइदिन्छ भनेर यसले भनेर छिराइदिन्छ नत्र हामीलाई टिकट काट्न जानु ଭଲ लाग्यो त्यहाँ यताबाट जाउँ जाने यताबाट जाँदा मान्छे पाउँछन् ऊ त्यहाँ टिकट काट्नु पर्यो जुत्ता खोलिसकेको थियो खाली खुट्टा टिकट काट्नु जानु पर्थ्यो अहिले त्यसो मायादेवी टेम्पल नेपालीको पानी पावर लाग्नु खोज्ने म त क्यामेरा युज गर्न पाउँदैन जस्तो लाग्थ्यो भन्न पा मायादेवी टेम्पल गाइस त्यहाँ चाहिँ मङ्कीहरू छ त फाइनल्ली हामी गौतम बुद्धको जन्मस्थल हेरेर आइसक्यो मनमा शान्ति भयो त हर्कजी बहुत शान्ति अब दुनियाँमा के चाहिएन माया मोहबाट मुक्त भयो होइन भगवानको महिमामा आएपछि मनमा शान्ति हुँदो रहेछ उहाँले चाहिँ भगवानको महिमा गाउन लगाइहाल्नुभयो अब त्यसको उहाँको आफ्नो कुनै छुट्टै मनमा शान्ति होला त्यसको शान्ति त छैन नि मनमा शान्ति पनि भइसक्यो अब त राति चाहिँ धेरै मान्छे आउँदो रहेछ है कहाँबाट विदेशीहरू पुरै घुम्न खान राति होइन यही हो टिकट काउन्टर अघि हामी टिकट नकाटेर गएको देखेर पनि देखेन भनिदिएको बल्ल तल्लमा हर्कजीले दाइ छिराइदिनु भनेर छिराइदिएको मान्छेहरू चाहिँ राति भइसक्यो आउँदैछ थाइल्यान्डको जस्तो लाग्यो मैले यिनीहरू है थाइल्यान्ड चाइनिजहरू जस्तो छ ल अब चाहिँ हामी यहाँबाट निस्केर सिधै अब कता गन्तव्य हो थाहा छैन अब जान्छौँ एकातिर जहाँ पुगिन्छ त्यही बसिदिन्छौँ सिधै अब नर्मली पनि बुटोल पुगिन्छ बुटोल गएपछि अब त्योभन्दा उता जाने या नजाने बुटोल पुगेर डिसाइड गरिन्छ नर्मली चाहिँ बुटोल चाहिँ पुगिन्छ अहिले ल ठिक छ त्यस भए यो बुद्धको शान्ति